सो गाइस सबैलाई शुभ बिहानी। म चाहिँ बिहान भने उठेर टक्क लाएर चाहिँ बसेँ अनि फेरि बाहिर जानु पर्यो भनेको त टक्कले दामी भ्यू आइरहेको रहेछ गाइस न बाहिर हाम्रो लुटुङ गाउँको चाहिँ। त्यसपछि गाइस म टोयलेट गएँ। टोयलेटबाट निक्लिसकेपछि चाहिँ टक्कले मुख धुन पर्यो भने गाइस मुख सुख धोएँ। अनि फेरि ब्याकग्राउन्डमा दाइहरू कता जान लानु भएको रहेछ दाइ र दिदी। अनि फेरि म टक्क लाएर यता बाटोको किनारमा आएर चाहिँ ब्रुस गर्दै बसेको थिएँ। ब्रुस पनि कस्तो ठाउँमा गरेको छु भने गाइस ल देख्न सक्नुहुन्छ। कलार चाहिँ दामी भ्यू छ पब्लिकको भ्यू हेर्दै बाटोको किनारमा हाम्रो घरको यतापट्टि ब्रुस गर्न लागिरहेको छु। अनि फेरि गाइस त्यसपछि चाहिँ म टक्क लाएर घाममा आएको घाम त लास्टै टल्किया रहेछ होइन। अनि फेरि ब्याकग्राउन्डमा चाहिँ देख्न सक्नुहुन्छ हाम्रो घर। अनि फेरि त्यही हो गाइस यता हाम्रो टोल। अनि चाहिँ त्यस्तै छ गाइस होइन। अरू यति भन्दै नयाँ भ्लगमा